लाग्यो है अब बिमार हेर्नु उकालो उकालो जेठानी देउरानी हेर न मेरो देउरानी अब हामी लाग्यौँ काम सक्दो हुँदा यस्तै हो ढिलो हुन्छ काम चाहिएको थियो मतलब क्लाइन्ट थियो कलरको लुगाको पनि सबै आफै गर्नुपर्ने भयो एक्लै स्टाफ चाहिएको बेलामा हुँदैन प्राय मेरोमा यस्तै हुन्छ हो उनीहरूको पनि काम आयो केही छैन दुःख पनि लाग्छ अनि सबै सकेर हिँड्दा चाहिँ बिहानै हिँड्ने भनेको 10 बजी तर 3-4 बजिहाल्यो तिनीहरू हो यस्तो हुन्छ ओके अब चाहिँ कुन चाहिँ हो घर उयो है पल्लोपट्टि घर देख्दैछ पुग्नु आँट्यो देउरानी अगाडि खुट्टाले अलिक भ्याउँदैन अनि छोटो मान्छे बिचरा मेरो देउरानी अनि अलिक अगाडि लगाएको म चाहिँ बिस्तारै लामो खुट्टा छिटो हुन्छु म चाहिँ यो पल्लोपट्टि आएको हामी चाहिँ देवर चाहिँ अघि पुगेर ऊ माथि बसेर हेरिरहेको छ पर्खिरहेको छ यहाँ अब चाहिँ बिमार हेरेर चाहिँ फर्क्यौँ हाम्रो छ्यामालाई ओह्रालझरीको एउटा प्लान पनि पाएँ अब चाहिँ घर लागेको विन्टरमा चाहिँ झक्कै भइहाल्छ म चाहिँ आइपुगेँ बिमारी हेरेर हो अन्त अब चाहिँ यहाँ एउटा प्लान्ट ल्याएको थिएँ त्यो प्लान्टलाई अलिकति रोपिदिनु पऱ्यो भनेर चाहिँ एउटा पटमा रेडी गरेको है यस्तो स्नेक प्लान्टको अर्को थुप्रै भेरिएन्ट हुन्छ सो यो चाहिँ अलिकति मेरोमा नभएको खालको थियो बिचमा यस्तो स्ट्र्याप जस्तो भएको सो त्यो लगाइदिने प्लान्टलाई पनि लगाएर यहाँ राखिदिएको छु सेडमा